हामी आज पानी झरी यस्तो छ हेर्नुहोस्, त्यही पनि हामी घुम्न जान्छौँ। अनि हाम्रो एकदमै मेघालयमा छाताले काम गर्दैन, त्यही भएर सेफ्टीको लागि उहाँले किनिदिनु भएको। मेरो पनि हेर्नुहोस् यहाँ, उहाँको पनि हातमा छ, बहिनीको पनि। म चाहिँ अब पानी परेको बेलामा के गर्नु, टाउनमा बुट लगाएर जानुपर्ने, अब चिप्लिन्छ, जङ्गलमा बुट लगाएर हिँडेको। कुछ कहना चाहते हैं आप? आपको ऑडियंस बहुत जा रहा है। पानी पर्दा कस्तो हुन्छ भने बहिनीहरू यस्तो छ। होला क्वेसन पनि होला तपाईहरुलाई, कहिले खुल्छ भन्ने। अहिले प्रोटेस्ट चलिरहेको छ है, खुल्नु पनि सक्छ सायद छिट्टै। बुङ्गुरको मासु अनि पेप्सी हेर्नुहुन्छ, हेर्न सक्नुहुन्छ। जस्तो छ स्वागत। झन् त्यहाँनिर खिर बनिँदै रहेछ, खिर बनिएको रहेछ हाम्रो लागि हो। बहिनीले यति साह्रो दुःख गर्नुभएछ, हाम्रो मनिका बहिनीले। यत्तेरिका नगर्नुपर्छ यस्तो। हामी यहाँनिर चाहिँ यस्तोमा बस्छौँ है, तर हामीको घर नभएर यस्तोमा बसेको होइन नि। हामी काम गर्नुको लागि चाहिँ यस्तोमा बस्छौँ, पैसा कमाउनुको लागि चाहिँ हामी यस्तोमा बस्छौँ। तर अहिले चाहिँ बन्द छ नि काम, त्यही भएर खाँदै बस्छौँ। तर काम बन्द भए पनि हामी यस्तो मिठो मिठो चिज खान्छौँ है। खिर अनि आलु है, यो चाहिँ आर्ट हो। आर्टिस्ट चाहिँ उता हेर्नु होला, आर्टिस्ट हाम्रो बहिनी। अनि हामी सुँगुरको मासु पेप्सी। मिठो भएको छ कि छैन? मिठो भएको छ नि, दामी भएको छ, दामी भएको छ। मनिका खाएको हुन्छ।